नमस्ते मित्रहरू। अहिले एआई को चर्चा जताततै छ। यो दशैंको बेलामा आज अष्टमीको दिन एआई को चर्चा गरौँ भनेर म यहाँ बसेको। अस्ति हाम्रो युनिभर्सिटीको फ्याकल्टी अफ हेल्थ मेडिसिन र सोसियल केयर जहाँ म काम गर्छु त्यहाँ हामीले एआई को उपदेयता अथवा एआई को प्रयोग एकाडेमिकमा पनि के हुन सक्छ भनेर हामीले चर्चा गरेका थियौँ। र अहिले हामीले गर्ने कतिपय कामहरू टिचिङको काम भनौँ न, एकाडेमिक युनिभर्सिटीमा पढाउने कामहरू केही समयपछि कतिपय कामहरू एआईले गर्छ भनेर प्रेडिक्सन गरिएको छ। अहिले हामीलाई जति लेक्चररहरू चाहिन्छ पढाउनको लागि त्यति लेक्चररहरू 5 वर्षपछि नचाहिन सक्छ र हामीले गर्ने केही कामहरू एआईले गर्न सक्छ भनेर अनुमान गरिएको छ। यसले जब मार्केटमा पक्कै पनि प्रभाव त परिहाल्छ। आज मात्रै एउटा रिसर्च लाइभ करियर युकेले पब्लिस गरेको एउटा रिसर्चको डेटा आएको रहेछ। लन्डनमा मात्रै झन्डै 1 मिलियन अथवा 10 लाख जति जबहरू प्रभावित हुन सक्छन् यो एआई को प्रयोगले। जहाँ रिपिटेटिभ काम हुन्छ, जहाँ त्यस्तै कामहरू निरन्तर गरिराख्नु पर्ने हुन्छ, त्यस्ता जबहरू प्रभावित हुन्छन् भनेर अनुमान गरिएको रहेछ। जस्तो कि टेलिमार्केटिङको जबहरू 2 लाख प्रभावित हुन्छन्, अनि त्यसपछि बुक किपर्सका जबहरू 1.5 लाख प्रभावित हुन्छन्। त्यस्तै गरी डेटा एन्ट्रीका 95,000 जबहरू प्रभावित हुन्छन् भनेर त्यसले प्रकाशित गरेको रहेछ। र मेनली यस्ता जबहरू जहाँ चाहिँ वेयर हाउस भयो, फास्ट फुडको भयो, रिटेलको भयो, यस्ता क्षेत्रमा एआई को प्रभाव बढी हुन्छ र यी क्षेत्रहरूमा विशेष गरी महिला कर्मचारीहरू, महिला कामदारहरू हुन्छन् र महिला कामदारहरू नै एआई को प्रयोगबाट बढी प्रभावित हुन्छन् भनेर भनिएको रहेछ हैन। के पनि भनिन्छ भने अहिले जुन विज्ञापन आइरहेको छ, मैकिन्जीले गरेको एउटा रिसर्च अनुसार चाहिँ अहिलेको विज्ञापनमा हेर्ने हो भने, ट्रेन्ड हेर्ने हो भने झन्डै 38% विज्ञापन कम आइरहेको छ एआई को कारणले। एभरेजमा 31 भए पनि कतिपय क्षेत्रमा चाहिँ 38% सम्म पनि आइरहेको छ, कम विज्ञापन आइरहेको छ एआई कारणले भन्ने भनिन्छ। त्यसकारणले अबको युग एआई को युग त छँदैछ, प्लस अबको युग चाहिँ डेटाको, इन्फर्मेटिक्सको, रोबोटिक्सको हैन, मेसिन लर्निङको आदिका युग सुरु भएको छ, जहाँ हामी धेरै कुराहरू, मानिसले गर्ने धेरै काम कुराहरू एआईले अथवा मेसिन लर्निङ टेक्नोलोजिजहरूले गर्न सक्छ भनेर भनिएको छ। यो अवस्थामा चाहिँ स्वाभाविक हो, हामीले जति मान्छे कामदारहरू जागिरमा लगाउँछौँ त्यति नै कामदारहरू नचाहिन पनि सक्छ र अनि हाम्रो जागिर पनि भविष्यमा प्रभावित हुन सक्छ भनेर अनुमान गर्न सकिन्छ। त्यसकारणले नयाँ स्किलहरू सिक्ने, नयाँ क्षेत्रमा के आइरहेको छ त्यो हेर्ने र त्यसै अनुसार आफूलाई भविष्यमा योग्य अथवा भविष्यमा कम्पिटिटिभ हुनको लागि, भविष्यमा आफूलाई जब मार्केटमा उपस्थित गराउनको लागि तयारी गर्नुपर्छ भन्ने मलाई लाग्छ। I hope that this is informative, just for information. है त, धन्यवाद।